नमस्ते। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण जुन हल्लीखल्लीका साथ सुरु भएको थियो त्यसअनुसार परिणाम आउन सकेन र परराष्ट्र मन्त्रीको यो भ्रमणमा चिनिया पक्ष बढी हाबी भएको देखिन्छ। चीनबाट जारी भएका समाचारहरू सूचनाहरूका अनुसार अथवा हाम्रा परराष्ट्र मन्त्रीको भ्रमण र त्यहाँ भएका कुराकानीलाई चीनले कसरी बुझ्यो र कसरी प्रयोग गर्यो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ। अब त्यहाँबाट फिर्ता भएको टोलीले अथवा परराष्ट्र मन्त्रीले हामीलाई के भन्नुहुन्छ, के प्रतिक्रिया दिनुहुन्छ त्यसको अर्थ रहँदैन। चीनले के बुझ्यो र उसले के जारी गर्यो, के लागू गर्दैछ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ। हामी कहाँ अपेक्षा गरिएको कुरा थियो भारत र चीन बीच जो लिम्पियाधुरा लिपुले कालापानीका सम्बन्धमा नेपाललाई नसोधिकनै जुन एउटा रुट त्यहाँ बनाएर उनीहरूले प्रयोग गरे त्यसका सम्बन्धमा परराष्ट्र मन्त्रीले औपचारिक रूपमै प्रत्यक्ष टेबलमा बसेर फेस टु फेस उहाँले आपत्ति जनाउनु होला। तर अहिलेसम्म उहाँले आपत्ति जनाउनु भयो भन्ने कुरा यो सूचना चिनिया पक्षले दिएको छैन र नेपाल पक्षले यदि परराष्ट्र मन्त्रीले आएर भन्नुहुन्छ मैले यसो भने भनेर भन्नुहुन्छ भने अब त्यो के अर्थ? किनभने उहाँले भनेपछि चीनलाई प्रभाव त पर्नु पर्यो, त्यसको असर त देख्नु पर्यो र अहिलेसम्म उहाँले सिमानाको स पनि उच्चारण गरेको देखिएको छैन। उल्टो यो भ्रमणलाई चीनले प्रयोग गरेको देखिन्छ। किनभने चीनका केही रणनीतिक योजनाहरू छन् जस्तो बीआरआई बेल्ट एन्ड रोड इनिसिएटिभ। अब यो बीआरआईमा सक्रियतापूर्वक सहभागी हुने र नेपालका परियोजनाहरूलाई त्यही अनुसार अगाडि बढाउनको निम्ति परराष्ट्र मन्त्रीले प्रतिबद्धता जाहेर गर्नुभएको रहेछ। त्यति मात्र होइन, चीनका अन्य विश्वव्यापी पहलहरू पनि छन् जसलाई हामी ग्लोबल इनिसिएटिभको रूपमा बुझ्छौँ। जस्तो चीनको जीएसआई भन्ने एउटा बहुचर्चित इनिसिएटिभ छ, ग्लोबल सेक्युरिटी इनिसिएटिभ। यो चाहिँ अमेरिकनहरूको आइपिएस इन्डो पेसिफिक स्ट्राटेजी त्योसँग समानान्तर रूपमा यसलाई बुझ्ने गरिन्छ। यसै गरी जिडिआई ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, अर्को जिजिआई यो भर्खरै सुरु भएको छ ग्लोबल गभर्नेन्स इनिसिएटिभ, जिसिआई ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ, यसका उस्ता अन्य इनिसिएटिभहरू पनि छन् र चिनियाहरूका यस्ता विश्वव्यापी पहलहरूको श्रृङ्खलालाई यी इनिसिएटिभहरूलाई नेपालले सक्रियतापूर्वक समर्थन गर्ने र सहभागी हुने। अब यहाँ विवादित कुरा के बुझिन सक्छ भने सेक्युरिटीको सम्बन्धमा ग्लोबल सेक्युरिटी इनिसिएटिभ जो जिएसआई छ यदि त्यसमा पनि हाम्रो समर्थन हो, हाम्रा परराष्ट्र मन्त्रीले त्यसमा पनि समर्थन जाहेर गरेर आफू सहभागी हुने कुरा गर्नुभएको हो भने यो विवादित हुनसक्छ। किनभने यदि त्यसो हो भने अमेरिकनहरूको आइपिएस इन्डो पेसिफिक स्ट्राटेजी त्यसमा नेपाललाई दबाब छ भन्ने सुनिन्थ्यो सहभागी हुनको निम्ति। यद्यपि केही परियोजनाहरू अप्रत्यक्ष रूपमा लागू भएको सुन्नमा पाइन्छ, त्यो पनि लागू हुन्छ, त्यो एउटा खतरनाक कुरा हुनसक्छ। अब अर्को कुरो के हो भने बीआरआई जो यो कुरा छ, बीआरआईमा एउटा हामी कहाँ कस्तो ढाँट छलचल छ। योभन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओली जानुभएको थियो चीन, उहाँको परराष्ट्र मन्त्री हुनुहुन्थ्यो डाक्टर आरजु राणा। उहाँहरूले त्यहाँ बीआरआईको एउटा फ्रेमवर्कमा सिग्नेचर गर्नुभयो। पछि फर्किसकेपछि उहाँको टोलीले के भन्यो भने हामीले त लोनमा गरेको होइन नि, अनुदानमा हो। नेपालमा पनि नेपाली काङ्ग्रेस जस लगायतका पार्टीहरूले अनुदानमा मात्रै लिने भनेर एउटा औपचारिक निर्णय गरेका थिए, जबकि बीआरआई पूर्ण रूपमा लोन हो, यो अनुदानको प्रोजेक्टै होइन। त्यसमा पनि अझ बीआरआई अन्तर्गतका अन्य जो परियोजना आउँछन् त्यसको ब्याज दर के हुन्छ भन्ने कुरा फरक हो। परियोजना हेरेर त्यसको इन्ट्रेस्ट रेट फरक हुनसक्छ, यो कुरा भिन्न हो। तर सम्पूर्ण रूपमा बीआरआईलाई अनुदान भनेर बुझ्नु फरक होइन। यसको चाहिँ ब्याजको दर चाहिँ तलमाथि फरक हुनसक्छ परियोजना हेरेर, यो बुझाइ अन्तर्गत हो। अब अहिले हामीले बीआरआईमा सक्रियतापूर्वक सहभागी हुन्छौँ भनिसकेपछि अब हिजोका दिनका निर्णयहरू के हुने र अहिलेको बालेन सरकारको कुराहरू के हुने, एउटा कुरा। अब दोस्रो कुरो, अब नेपालमा रासोपा सरकार बालेन सरकारको कम्युनिस्ट सरकारसँगको या कम्युनिस्ट राष्ट्रसँगको सम्बन्ध के हो त? उहाँहरूले बजेट प्रस्तुत गर्दाखेरि यो कम्युनिस्टहरूको पक्षमा नदेखिएको, खास गरी कम्युनिस्ट सरकारले ल्याएको बजेट होइन भन्नुहुन्थ्यो, अथवा भनौँ कम्युनिस्ट विचारधारा विरुद्धको बजेट र कम्युनिस्ट विचारधारा विरुद्धको सरकारको रूपमा अहिले लिने गरिन्छ। तर अर्कोतर्फ चीनमा गएर हामीले के भन्यौँ, चिनिया कम्युनिस्ट पार्टी जो त्यहाँको छ उसँग चाहिँ एउटा सम्बन्ध प्रगाढ बनाएर आउने रासोपाले आफ्नो र उसका प्रत्येक निर्णयहरूलाई, उसका इनिसिएटिभहरूलाई, उसका योजनाहरूलाई पनि हामी समर्थन गरेर आउने, यो विरोधाभास भएन। यसकारण भू राजनीतिमा फेरि हामी अर्को एउटा गम्भीर चङ्गुलमा फस्यौँ कि भन्ने मेरो आशंका छ। हस्, नमस्ते।